subscribe, like, गुड मर्निङ नमस्ते जो जसले पछि सबैजनालाई होइन अब आज हामी च्याकल आएर बसन्तपुर पिकनिक जाने प्लान छ सबैजना साथीभाइहरू पुरानो 9, 10, 11, 12 धेरै भयो ब्लग नबनाएको अनि यस्तो क्यामेरा समातेर ल जाओस् भनेको होइन कुरा के भयो भन्दाखेरि बाइक निकालिसक्यो घरबाट बाहिर होइन गाइजहरू रेडी भएको छैन पर्खिनै पर्यो त के गर्ने फोन आयो ल फोन उठान यो पारा दोस्ती के छ तिम्रो पारा घरमै छस् के छ तिम्रो पारा ठिकै छ आए भर्खर उठे म ल कतिखेर निस्किन्छस् घरबाट चिल्याक्स पारामा उठाउन तिमी हामी अब यहाँ 5 बजी 5 हामी निस्किँदै 5:15 त ढुक्कै बज्छ तिमी बिस्तारै गर त्यही अनुसारले म यहाँबाट हिँड्ने बेला कल गरिहाल्छु म फेरि जङ्गल पार भएर आउनुपर्छ नि त फेरि यहाँ त्यसो भए बरु आएर बस्दै गर होइन बरु त्यहाँ गएर त्यहाँ हटस्पटमा गएर बसिराख्दा त के भयो त यहाँबाट अब हामी 5:30 बजीसम्म त पुग्छ जस्तो लाग्छ त्यहाँ कि त म्याक्स भनेको 5:45 सम्म हो त्यहाँ त्यही हिसाब राखेर चक्क लगाएर निस्किनु पर्यो इटरीबाट सरर ल मर्निङ रन हान्दै 21 किलोमिटर इजी रन हान न के छ र तिमी त गरिराखेको कुरा त तिमीलाई त लाइट वर्क हुने होइन र कस्तो कुद्छौ नि त तिमी फेरि बिहान है आम्मामामा दौडे गर्छौ बिहानै उठेर 3 बजे है गाह्रो छ तिमीलाई गाह्रो छ ल के सुत्न लागिस् कि अब फेरि होइन अब मोटिभेसन नै दिन सक्यो मोटिभेसन पाए पो अब उठेर जुरुङ्ग उठेर रेडी हुनु आम्मा यो भन्दा कति मोटिभेसन दिने तेरो लागि यत्रो भनिसकेपछि 4 बजे जाबमा निस्क यति भन्दै अब एकछिन भेट्नुपर्छ अब एकल सुलभ दोस्तीलाई हानेर चाहिँ निस्किनु पर्ला है पर्खे भयो क्या के छ दोस्ती निस्किने होइन अब निस्किने कि अनि भन हेलो अब भन त आवाज कटे थियो कि बेला हुने हो कि हामी चाहिँ राजन चोकमा आउँछौँ क्या ए ल त्यही बाटो पर्छ नि त यता ओके छ त त्यसो भए प्राञ्जल निस्के त म त लुगा लगाएर मस्त ढल्की खान्छु दोस्त मेरो घर बाहिर बाइक छ कि म पर्खे भयो क्या प्राञ्जललाई म अब एकचोटि कल गर्छु ल तिमीले मोडेलाई पर्खेको तिमीले 3 घन्टा लाउँछ म्याच थाहा छ मलाई साथी हिजो सरस्वती पूजा ल फेरि काटे यार ल चिलमा चाँडो गर तिम्रो रिकनेक्ट भयो यार के भन्दै थियो यार हामी 3 जना राजसम्म हुन्छौँ फिक्स भइसक्यो ल तिमीले के भन्दै थियौ रिकनेक्ट भयो बिचमा है त है त ल ठिक छ अब एकचोटि प्राञ्जललाई कल हान्नु पर्यो होइन 17 छ प्राञ्जल तिमी कहाँ छौ वेटिङ गेम एट इट्स पिक भन्दै हो त 4 बजे हिँड्ने प्लान थियो 4:30 बजे हिँड्ने प्लान थियो हेलो प्राञ्जल दोस्ती हजुर कहाँ छौ तिमी म यहाँ घरबाट निस्किन आँटे होइन होला भन न तिमी कहाँ छौ म पनि घर बाहिर पर्खेर बसिरहेको छु यार तिमीलाई घर बाहिर छौ
कहाँ घर बाहिर घरै अगाडि क्या ठ्याक्कै मेरो घर अगाडि होइन होइन मेरो घर अगाडि ए निस्किन आँट्या के गरौँ त यसो गर नि त कसो गरौँ भन त तिमी होटल आउँ त होटल एसियाटिक आउँ न ल आयो है त ल ल ल अब यति भनेपछि च्याक्क लगाएर निस्किनु पर्ला ट्याक्क यसो गरी हामी अगाडि आइसक्यौँ एयरपोर्ट होटल अगाडि यो चाहिँ प्राञ्जल दोषको होटल हो इफ यु गाइज कम टु विराटनगर अनि होटल चाहियो भने एयरपोर्ट होटल ट्याक्कै ऊ त्यहाँ यो अगाडि यहाँबाट सिधै अगाडि गयो भने एयरपोर्ट पुग्छ एयरपोर्टबाट आउँदा आउँदै यताभित्र छिर्दाखेरि सट्टै त्यो एउटा होटल ट्याङ्ग लगाएर बस्दिङ शान्तिनी हो बुझ्यौ नि गाइजहरू अब यसै गरी हामी फोन गर्नुपर्ने हुन्छ प्राञ्जल दोस्तीलाई होइन कल हानिदिङ्स हेलो कहाँ हो दोस्ती घरबाट हिँड्न आँट्यो गाडी आइपुग्न आँट्यो ए तिम्रो यो होटल नम्बर 1 हो कि होटल नम्बर 2 हो पुल पारी हो कि पुलवारी हो एसियाटिक ए एसियाटिक चाहिँ हो यता यता ओके छ त ल है त ल अब हेर यो चाहिँ एयरपोर्ट होटल भयो होइन अब अर्को होटल चाहिँ म तिमीहरूलाई देखाउँछु यो पनि उसकै हो अब अर्को आउँदैछ च्याक्क लगाएर यो चाहिँ एयरपोर्टबाट फर्स्टमा एयरपोर्टबाट आउँदैछौ भने विराटनगरतिर चाहिँ फर्स्ट राइटतिर ट्याक्कै देख्छु यसरी ठ्याक्कै खोला छेउमा छ होइन एउटा चाहिँ ट्याक्कै यहाँ बाटो छ यतापट्टि छ होटल चाहिँ अब अर्को चाहिँ म देखाउँछु यता होइन अनि त्यहाँबाट आएपछि चाहिँ च्याक्क लाएर ट्याक्कै त्यो ठ्याक्क त्यो खोला छेउ थियो भने नि त्यहाँको पुल कट्ने त्यहाँबाट सिधै आउने यतै हो यहीँ हो एयरपोर्ट चाहिँ एयरपोर्ट लाइन नै हो यहाँबाट सिधै आउँदा आउँदै ट्याक्कै यतापट्टि होटल एसियाटिक यो चाहिँ अर्को हो यो ठ्याक्कै एटिएमको छेउ भयो लेफ्टतिर तिमीहरूलाई होटल चाहियो भने ड्याङ आउने यहाँ बस्ने हेलो गाइस वेलकम टु श्रेयसको ब्लग आज चाहिँ हामी अर्ली मर्निङ बसन्तपुर जाँदैछौँ हिजो बेलुकातिर बनेको प्लान हो अनि हामी जम्मा जाने चाहिँ धेरै थियौँ तर लास्टमा 11जना भयौँ अब अरूजना सबैजना आउँदैछ अब हामी रेडी हुँदैछौँ जानलाई अलिअलि चिसो छ माथि अब यसपालि हिउँ खेल्न पाइन्छ थाहा छैन अब तपाईँहरू हामी माथि नै भेटौँला सेक्सी इन्ट्रो दियो त यार नाइस होटल एसियाटिक भित्र छौँ है त हामी चाहिँ अहिले बल्ल आइपुग्यो कति बजी भेट्यो 5:15मा ठ्याक्कै भनेको थिएँ क्या मैले 5:15तिर भेटिन्छ होला गाडी कतिखेर आउँछ होला 5:30 हो गर्छ गाडी पनि इभी गाडीमा हो इन्जिन गाडीमा होइन अब इभी गाडीमा भनेर जानुपर्छ मैले स्पिकर ल्याएँ नि मोटेको झन् भरे लास्ट आवरमा क्यान्सल ठ्याक्क काकासँग थियो अनि अब सबैजना मिल्दैन भने नि त अनि गएर उठाएर काकाले दिएको थियो कि मैले स्पिकर चाहिँ अनि अब उठाम कि नउठाम भन्दा अब यिनीहरू केटाहरूले मिलायो भने त भइहाल्यो ढुक्क भयो भनेर अनि भनेको भयो ठ्याक्क नमिल्ने भएर अनि बिहानै गएर कल ढुक्क चिसो छ आज हुनु त तर अलिक धेरै कम भएको छ नि नभए त एकताको बिचमा त आम्बो साइको क्रेजी थियो यार फाइनली गाडी कमिङ भइसकेको छ है हाम्रो चाहिँ पर्खिँदा 5:36 मा गाडी कमिङ भइसकेको छ प्राञ्जल दोषले गाडी लिएर आइसकेको छ नमस्ते सर अब यसो लाग्नु पर्ला है सर यतातिर आयो है आयो वेलकम टु माई ब्लग
तेरिका प्राञ्जल दोषले त आज बिजो खाराउने को यो बोल्ने म्यास सुलभ दोस्ती long time no see रोजिना त रियाना जस्तै भयो साथी रोजिना केही नभन है लाउने किन भन्नु के हुँदैन बसेन यहाँसम्म राखेको ओए आमोस के छ यार दोस्त यार गाउनै पाएन त कसम लाग्दैको ल लाग्दिङ्स यो मेरो रेसिपी हो क्या हामी भेडार पुगिसकेको छौँ भेडार रिच होइन क्र्याकको सनराइज हुँदैछ सनराइज इट्स मर्निङ very morning सबैजना अलिकति कस्तो डङ्की ठोकिन्छ यार अलिकति उयो भयो भने पनि गाह्रो छ होइन इभी गाडीमा इन्जिन गाडीमा भन्छ इभी गाडीमा डेभिड दोस्त What's up guys? Welcome to the vlog. जाम अब बडे वर्ष all good दामी छ नि होइन हामी ओए रियाना के छ हालको रियानाको एउटा गीत छ हौ टिक्लो धान्दै खाजा ब्रेक साथी दुवा दामी छ यार मिठो थुक्पा उही फेस कस्तो दुवा उडिरहेको छ त आम्बो दुवा पनि आउँछ है फेरि त्यहाँ क्यामेरामा ह्याप्पी ब्लग जाँदैछ ह्याप्पी ब्लग ओइ पिस पो आइरहेको थियो यार पिस हान्नु पर्यो यार पिस ब्रेक ल डेभिड दोस्त फर्स्ट टेस्ट लियो त हाम्रो अर्ग्यानिक थुक्पा है LEMON लिमोन LEMON लेमन लाई टक्कसँग अनि यसले नै फिल हानिस भएन त एक सट हाने लेमन पनि अर्ग्यानिक होइन त चिसो छ है टक्कसँग यतिमा सबै आयो क्या हेर्दैछु यहाँ टेस्ट हान्दैछु पख ल टेस्ट आइरहेछ मिठो अनेस्टली यसले पायो 9.9 आउट अफ 10 God damn bro 9.9 out of 10 अब तिमी हान अब तिमी अब म हान्नु ल सुरुमा देखाइदिउँ कस्तो रहेछ थुक्पा टक्कसँग आम्बो दुवा पनि उडिरहेको ल भने अरा फार्मिङ हान्दिरहेछ क्या होइन थुक्पाले पनि तेरो खोइ त ऊ भेजी हो नि त ए भेजी हो ती होइन स्कुल हानेपछि त हानेपछि यार सुरुमा चाहिँ मैले सुप पिएको सुप यसलाई त सेगमेन्टमा रेटिङ दिनुपर्छ क्या यसको आलु छुट्टै होइन आलु होइन अनि त्यसपछि झोल छ यार मिठो छ यार है कति दियो त तिमीले टेस्ट कस्तो भयो यार मजा आयो है 9/10 दियो होला 9/10 9/10 अब चाहिँ मजाले ज्याकेट स्याकेट खोलेर हान्ने अब आमु जिग्रीको पनि भागी छ आमु चाहिँ भेज यो चाहिँ भेज स्पेसल
भेज स्पेसल पनि हाम्रो फेरि ओपीवाला हुन्छ कि सक्दैन यसलाई त सक्दैन कसैले एकदम दामी सबैजनालाई सोधौँ ल कस्तो कस्तो लागेछ सबैजनालाई खाना खै त तिम्रो खै त म नखाने ला हो ब्रेड टोस्ट एभोकाडो मात्र ओ गॉड ड्याम ब्रो सुलभ दोस्त कस्तो छ खाना यहाँ अब रियाना एकदम मिठो रियाना बाजे हुनुहुन्छ यहाँ रियाना कस्तो छ खाना यत्रो बेर केही चुपा लाएर बस्दा खिच्दैन अनि बिहेमा आउँछ नि जेमा सुहाउँछ त्यसैमा त खिच्नु पर्यो नि यहाँ गर्दा सुहाउँछ यस्तो छ कुराकानी चाहिँ सबैलाई मिठो लागिरहेछ अहिलेसम्म अब आमा दोस्तको फर्स्ट बाइट जस्तो लाग्यो मलाई ह्याप्पी हानेको छ उसले फर्स्ट बाइटमा होइन भेज स्पेसल ह्याप्पी फर्स्ट बाइटै उसले ह्याप्पी हानिसक्यो बेस्ट पूर्वेली यो चङ्कको मासु हेर्न यहाँ यो चङ्कको चङ्क 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 जाओस् न त एउटा ए यो चङ्क एक चङ्क हानिदिएर मैले आहा हेर्दै स्वादिलो छैन त अनि अब हान्नु पर्यो अब खान्छौँ यार अब हामी खानु अहिले नेचरमा त चस्मा लगाएको काम लाग्ने भोजी होस् होइन के छ दोस्त वी आर गुड होइन दामी छ दामी छ दामी दामी बवाल छ ल अब क्यालकुलेसन हानेर च्याक्क लगाएर हामी निस्किदिउँ होइन प्लिज काठमाडौँको मान्छेहरू चाहिँ एकचोटि भयो नि आउनु घुम्न चाहिँ आउनु है भेटेर आउनु दामी छ दामी छ गर्दिनमा ड्रिङ्क बेबी आइसो भन्छ यो त चुप भयो नि माथि माथि पनि दामी छ माथि माथि होइन माथि यतातिर पनि छ चक्क लगाएर यता स्काई वक छ स्काई वक यता अलि यो भेडामा खासै केही पनि छैन ठाउँ चाहिँ यहाँदेखि 2 किलोमिटर तल नयाँ रेजोर्ट खुल्दैछ एसआइडिक रेजोर्ट भेटारकै सबैभन्दा दामी रेजोर्ट होइन त खासमा चाहिँ केही पनि छैन भेडामा अहिले ढलाइ हुँदैछ .com पछि हो क्या के पछि अहिले ढलाइ कन्स्ट्रक्सन हुँदैछ उसले .com वेबसाइट खोल्दैछ दामी 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 छ दामी बनारसको हो इम्पोर्टेड पो हो गाइस के हेर्छ दियो यो चाहिँ बनारसको इन्टरनेसनल होइन यो चाहिँ तिम्रो यो इम्पोर्टेड के रे यो माउथ फ्रेसनर हो मधु मधु पनि नेपाली मधु टाइप्सको यो चाहिँ अङ्ग्रेजी मधु रहेछ क्या तँ ए अति रहेछ वाला हो क्या यो चाहिँ सुगा एकजना सुगा कि क्या हो हामी के को चार्ज भनेको यसकै चार्जमा हो क्या आज यदि केही चार्जमा भइहाल्यो फ्रेसनर क्या फ्रेसनर फ्रेस चार्ज फ्रेस भयो ब्रस गर्नै पर्दैन है यो खाएपछि तिमीले हान न ल्याउ तिमी गर्नुपर्छ त तिमी हान न माथि खोदै सुया पनि खाइछु क्या कस्तो दामी देखेको यार खाना तल दम छ नि होइन दम छ नि मन पर्यो बवाल छ बवाल हेलो गाइस वेलकम ब्याक टु द श्रेयस बस्नेतको भ्लग र आज हामी चाहिँ जाँदैछौँ कहाँ जाँदैछौँ के भन्दै थिएँ म सबको इन्ट्रोडक्सन दिन्छु है त म चाहिँ हो कृषान थापा र यहाँ हुन्छ एसियाटिक भट्टराई खोइ कतिवटा सिइओ होइन इन्ट्रोडक्सन देऊ न इन्ट्रोडक्सन नमस्कार मेरो नाम चाहिँ प्रशान्त श्रेष्ठ के पो हो तिमी प्रचारको एमडी अरे म एमडी गाइस मेरो चाहिँ अलिकति कान टालियो कि हो
प्रब्लम हाम्रो अकेशलाई के थाहा भयो यहाँ छ ओइ फोन गाइस ब्रान्च आयो ल तेरो तिम्रो नाम भन बहिनी नन्दनी जयसवाल ओइ भन माफी भन्छु रियाना मेरो नाम चाहिँ रोजिना हेलो रियाना हामी चाहिँ यसरी जाँदैछौँ यसरी कस्तो लाग्यो त हेरेर लाइक सेयर सब्सक्राइब र हामीसँग अगाडि हुनुहुन्छ आमोस दाहाल उहाँले चाहिँ हाम्रो आजको हेर्नुहुन्छ उहाँ चाहिँ आज हाम्रो डिजे यस्तै छ हाम्रो रमाइलो भइरहेको छ म हजुरहरूलाई बाहिर बेसी देखाउन चाहन्छु हामी चाहिँ सर्ट ब्रेकको लागि ओर्लियौँ भर्खरै गाडी चार्ज गर्नु पर्यो होइन त्यही भएर अब यहाँ एकछिन आधी घन्टा जस्तो बसेर च्याक्क लगाएर हामी चाहिँ अब च्याक्क लगाएर यो बाटो सरर गइन्छ सी गाइस जनताले पनि अबतिर बानी बेहोरा ठकाउँछ होइन यस्तो खायो चिजबल्सहरूलाई मागी होइन अनि यस्तो गरेर हानेर यस्तरी स्वाट हात यस्तरी हो यस्तरी लाग्दैन क्या हाम्रो ज्याकेटमा चाहिँ खै क्युटी पाइ हेर्नु त यस्तो के अरे सेवार हो तामाङ बाडी हो सेवारो लासो बब्बाल छ यी केटाहरुको यता भाइ बहिनीहरु के खाने हो खाजाहरु के हो लासो अर्को नेक्स्ट वान देखिन्छ हल्का नेक्स्ट वान ये एकछिन साथीहरु यता हाम्रो चाहिँ फोटोसुट चल्दैछ है यहाँ लासो दामी छ त हामी आफ्नो रिएक्सन हेर्ने यो त भरि हेर्नलाई इन्स्टाग्राम आउनु परेन त अहिले भ्लगमा हेरेर हुन्छ त यो तेरो रिएक्सन त हो कि तर यतातिर फर्काइतिर त नर्भस भयो र लास्ट नर्भस ए यस्तो भन्दै थियो क्या ल सुनिदिउँ हामीले कोकिन तान्यौँ भने आधी टेबलमै रहन्छ अरे सुलभले कोकिन तान्यो भने टेबलै सकिन्छ अरे It's all because of long nose means गुड फर हर यो एङ्गलबाट अब यसको फोटो आउँछ फोटो खिचाइ छ यार केटाहरू यार मलाई घरि फोटो खिच भन्छ घरि यो एङ्गलबाट घरि त्यो एङ्गल ल्याङ हानिसक्यो क्या अब यति भएपछि चाहिँ अब हाम्रो गन्तव्यतिर हामी फेरि लाग्छौँ डाइरेक्ट बसन्तपुरमा भेट्नुपर्छ ल गाइस होइन लासो अब लासो ग्याबुल्ला तिम्रो आप्पालाई भन्ने होला नि त्यो गाना लाउँ उयो बजाउन बौद्ध चोर पार्टी होइन भन्ने क्या होइन तिमीलाई चाहिँ कस्तो लाग्दैछ कस्तो ह्यान्सी देखेको यार म बच्चादेखि म मारेको छ नि हो मारेको छ केटीहरु मुटु पढेको थिए टाइप्स तर हैन नो से नो टु द टुरिजम के हो के बोल्छ हो यार यो अहिले म बुझाउँछु नि होइन
केही बोल न बोल्दैन हामी चाहिँ हाम्रो यात्रा अब सुरु गर्न आँटेको चाय पान कार्यक्रम सकिसक्यो अब जाँदैछौँ हेर्नु होला यस्तो छ हाम्रो इभीको हाम्रो माहौल यस्तो छ यहाँ हुनुहुन्छ गाइजहरू यता हुनुहुन्छ पुतलीहरू यता हेर यस्तो छ है त हाम्रो पाराहरू यस्तो छ है त गाइज है त खोइ भटबाटे बजाम न भटबाटे छैन भटबाटे छ नि बजाम न त अनि भटबाटे कहाँ छ डोमिनारको डोमिनार त्यही गाना कसको बडा बज्यो हौ भटबाटे मात्र मेन लाइन झार्यो ज्याकेट ओए पानी पोख्दैछ यार ओइ रोजीलाई पानी पोखेको तेरिका पानी नपोख्ने यार अब आजदेखि त अहिलेदेखि त बन्दै हुँदैन मनमा सोच्दै म रमाउँदछु तिमी सँगै भएको कल्पना गर्छु फाइनली हाम्रो दिउँसो हिउँ परिसक्छ हिउँ पनि देख्न पाइन्छ क्या हो हिउँ परिसकेको छ हामी यतातिर के भन्ने भन अहिले भर्खर बालेन शाहज्यूलाई चाहिँ हामीले भेटेको छौँ होइन अनि बालेन शाहजीसँग चाहिँ भिडियो चाहिँ खिच्न मिलेन किनभने उहाँले नखिचौँ अहिलेलाई भन्नुभएको छ अब चाहिँ आउँदो सरकार बालेन सरकार भन्दा पनि गगन राई हो क्या गगन राई काङ्ग्रेस अनि हामी चाहिँ काहीँ नदेखेका पहाडबाट पाखे झरे जस्तो फर्स्ट टाइम हिउँ देखेका छौँ त्यही भएर आत्तिएर मर्न आँटेका छौँ यहाँ म चाहिँ हिउँ फर्स्ट टाइम देखेको गाइस त्यो देखेको छुइनँ होइन ढुङ्गा हिउँ होइन पर अगाडि चाहिँ हाम्रो हिउँ परेकै हुन्छ फिक्स हामी अब हामी हिउँ देखेपछि भेट्छौँ है त ल रेडी भएर बस बेसिकली वेलकम टु याक होटेल बसन्तपुर पुग्यो फाइनली केटा हो फाइनली के गर भने नि ककाले थोरै खाने हेलो कम्मोडै छैन कम्मोड नभेटेर तनाव कहाँ गर्ने त टोइलेट होइन खेततिर जाने हो कि होइन बारीतिर जाने हो कि फुलबारीतिर जाने हो कि गर्नु त पर्यो इमर्जेन्सी आएको छ केटाहरूलाई अब यहाँ व्यवस्था हुन्छ के हुन्छ कहाँ हुन्छ थाहा छैन है याक होटेलमा आइसक्यो हामी याक होटेल साथी के भयो यो होटेल याक भन्ने ठाउँमा आयो नि त हामी बसन्तपुरमा अनि यो धारा पनि तातो पानी आउँदो रहेछ यो त चिसो ठाउँ छ नि त त्यो चाहिँ दामी लाग्यो क्या मलाई सुविधाहरू चाहिँ एकदम हेर्नु ल बाफे आउने गरी तातो छ हट वाटर गुड सिट ल अब चाहिँ हामी जाँदैछौँ सो अघि चाहिँ देखिहाल्नु भएको थियो र रिक्वेस्ट गरेपछि उहाँहरूले एप्रुभ पनि दिनुभयो र म कमेन्ट पे गरेर आएँ सो वेलकम टु होटेल याक अब यहाँको खाना कस्तो त टेस्ट गरौँ है त गाइज ल सिउ म एकछिन के कम्पार्टमेन्ट प्रोभाइड गर्नु गएको थिएँ यहाँ त खाना आइसकेको छ कस्तो फास्ट सर्भिस यार ल यहाँको खाना अब हामी ट्राई गर्न गइरहेको छौँ हामीले मगाएको छौँ चिकन खाना अब हेरौँ कस्तो छ यसको रियाक्सन थाहा पाइहाल्नुहुन्छ तपाईँले ब्लगमा है मिठो छ स्काइदिङ्स गाइजहरू कुन के हो यो
दिदी यो चिकन कुन हो भेज कुन हो सबै चिकन हो यहाँ आउन यहाँ हो रियाक्सन दादा यहाँ आइज टेस्ट हान्नु खाइदिनु त टेस्ट दियो टेस्ट टेस्ट लिनु टेस्ट लिनु ओ यो खाना अनि एउटा छ त उफ्रिएर अझै स्वाद ल्याउ गुड सिट हो लभली ल त म नि खान्छु बा यार घिउ पनि मिठो रहेछ यार घिउ चाहिँ बवाल रहेछ है अर्ग्यानिक सबै कुरा होइन अनि साथी मासु सासु रियाक्सन त मेडलीले भनेको थियो त आफै लियो त रियाक्सन सुलभको दोस्तको चाहिँ लिन बिर्स्यो होइन हजुर होइन तर अब भनिदिइहाल न कस्तो छ के छ सबैकोबाट सुनौँ सुलभ कस्तो लाग्यो त बात अबे अब्बर ह्याप्पी एउटा स्पेस हेर्नु सक्नुहुन्छ कस्तो राम्रो स्पेस छ यहाँ सिटिङ स्पेस एकदम राम्रो छ धेरै चाहिँ ग्रुपहरूको लागि र खाना चाहिँ हामीलाई एकदम मिठो लागेको छ होटेल याकको सबैजना भिजिट गर्नु होला बसन्तपुरमा रहेको होटेल याक सो थ्याङ्क यू ल सी यू गाइज अलिकति अब यहाँ हाम्रो अलिकति चाहिँ टक्क हिँड्ने प्लानमा हो यहाँ याक होटेलबाट एकछिन हिँडौँ उनीहरू एकछिन टोयलेट गर्छौँ अरे कि दाइ एकछिन हिँड्दै गर्छौँ हामी उनीहरूसँगै आउनु ल जाउँ स्पिकर पनि गएको हामीले गाडी आउँछ त कहाँ आउँछ त दाइ अहिले हामी सँगसँगै अगाडि हिँडेर त्यहाँ पुग्ने त हो नि उनीहरूसँगै आउनु त भनेको त आहा कस्तो मजा आयो है घाम धाप्नलाई अनि लगभग क्युट कपल्स क्या कपल्स खोल्ने फेरि राम्रो छ आम्बो 10/10 है 10/10 खोइ हिमाल देखिरहेको छ त हौ कहाँदेखि हो डाँडादेखि देखिने मोटो ल ऱ्यान्डम साइड क्वेस्ट है यहाँ गाइजहरू मस्त फोटो सोटो हान्दैछ मस्त फोटो सोटो हुँदैछ हामी चाहिँ अब यहाँ ऱ्यान्डम साइड क्वेस्ट हान्नलाई डाँडातिर लागियो ऊ माथि चढ्ने हो भन्दै आइरहेको छ रे पछि उमा हक्का डेन्जर छ बे ओइ त्यसलाई हेर्नु ठाडै छ भने यो त ओइ ल दौड्यो त यो त ठाडै छ त यहाँ त यसरी सिधै ठाडै माथि जाने हो क्या लड्न चाहिँ सक्छ है ओए नन्दनी छोडिदियो यार आमोस दोस्त कस्तो छ भ्यू यो त टेक्नै गाह्रो हुनेवाला छ त जुत्ता फेरि लेस पनि माने छैन गिद्दी केस छ अलिकति सर्लक टाइप्सको छ होइन त हल्का ढिलो होला जस्तो छ यार मेरो चाहिँ क्यान्सल हाल्नुपर्छ जस्तो छ आमा सोचे टुप्पामा बसिसक्यो यता नन्दनी दोस्त अड्किसक्यो म चाहिँ यता नाउती निकान्छ बाख्राको पुच्छर भनेर गुल्टेनी हुन्छ के हुनु दोस्त गुटुङटुङ गुल्टेनी हुन्छ
नन्दनी दोस्त त्यहाँ आँटिसकेको छ अब के गर्ने म कसरी जाने भनेर बिचमा अडिसकेको छ तलबाट पुरा कमान्ड एन्ड इन्स्ट्रक्सन आउँछ यसरी जर उसरी जर ओए आमोस कसो छ माथि अझै अर्को पहाड छ फोनबाट खिचिस फोनबाट त खिच्न पर्थ्यो नि त फोनबाट खिचिस ए के जस्तो छ भिड छ अझै अर्को उकालो छ यस्तो गर्ने हेर नन्दनी दोस्त होइन अब धेरै टेन्सन नलिने तलबाट गुटुङटुङ सिधै कुदिदिने हो क्या अब ओइ नन्दनी दोस्तलाई गाह्रो भयो रे कसरी अब के गर्ने हो दोस्त आऊ त यस्तो गर्ने होइन अनि यसरी गरेर ए माका भोजोडा भनेर ओइ 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 जान्थ्यो बे खाल्टोमा अहिले भयो होला यार गल्यो भयो होला ल अब चल्दैछ फेरि माथि त ल ए अब हामी ट्याक्क लगाएर यहाँ रोकेर यो के पाराको हो साथी के पाराको हो आरआर गार्डन भन्छ आरआर गार्डन ल आरआर गार्डन पार्क वहाँ पुगेको मान्छेलाई फेरि बोलाए सरी यार दोस्त यार यहाँ हरिणहरू हेर्नलाई हर्नी ए सरी हेर्नलाई हामी एकदम एक्साइटेड भइसक्यो भन्नु खोजेको डियर ब्रो You really got the deer, bro. Wow, nice. Nice, eh? Let's go. Lovely यार डियरहरू हेर्न पाइन्छ होइन बाँदरहरू त यहीँ देखिरहेकै छ तिमीहरूले अगाडि यहीँ खिच्ने मान्छे पनि होला बाँदरको साथी बाँदरै हुन्थ्यो भन्थे होइन अब हुन्छ कि हुँदैन त्यो तिमीहरू आफै भनौ चिम्पान्जी पो हो ठिक छ राम्रो छ पानीहरू ए चु 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 गरेर बर्ड्सहरू गरिरहेछ नि त ह्युमिङ बर्ड्स ह्युमिङ हानिदिरहेछ होइन बर्ड्स ह्युम होइन राम्रो छ ल सियो ओए फुटबल ग्राउन्ड पनि छ क्या नाइस रहेछ यार सोचे भन्दा चाहिँ है म त नर्मल हुन्छ होला जस्तो लागेको थियो ल्यान्डस्केप दामी रहेछ क्या सानो पोखरी पनि छ हाम्रो यहाँ अनि यता चाहिँ चिप्लेटीहरू डेबीलाई ठिक्क हुन्छ चिप्लेटी चाहिँ केटाहरूले बिचरा बच्चाहरू मजाले खेल्दा थियो शान्ति दिएनन् केटाहरूले ला ला यल तेल का ऑमलेट बनेगा आज ओ चिप्लियो स्केटिङ खेल्दैछ अर्को हो ल अनि त बुढेसका लागि कसले भन्छ यिनीहरूलाई हेर त केटा हो ल यसो हाई टु द ब्लग भन्यो नि त नि अनि अलि अलि कहाँ लजाएर हुँदैन नि त नि दादा बहिनी पो हो त दादा गर्मी भइसक्यो आइया माका हाम्रो हट्टीलाई होइन यो चाहिँ के हो फे स्ट्रिप पोल हो स्ट्रिप बार
स्ट्रिप पार्क क्या आज उयो स्ट्रिप पार्क कस्तो हुन्थ्यो होला स्ट्रिप पार्क वाउ द्याट वुड बी अ न्यू कन्सेप्ट माइनस हो यार त त्यहाँ के थियो यो के बनाइदियो नेचुरल वाटर सरल म होइन बाथै हान्दिउँ न बरु यो चाहिँ अब बाटो चाहिँ ठाडै उकालो रहेछ होइन ठाडै छ क्या ओइ माका तिमीहरूको आज स्टेप्स बढ्छ भनेर क्या फिजिकली फिट अब तिमीहरू Hello guys, oh sorry. Hello guys, welcome back to the Shreyas Basnetko vlog. हामी चाहिँ आइसकेका छौँ हामी कहाँ आयौँ गाइस रक गार्डन यस आरआर गार्डन अरे र यहाँनिर चाहिँ हामी उकालो चढ्दैछौँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर एकदमै राम्रो ठाउँ छ खासै भुलिसक्यो यो चाहिँ भाइला हाम्रो श्रेयस बस्नेत तपाईँको डेभिड यो हाम्रो प्राञ्जलमा एन्ड मिलाउँदैछ सरी भ्लगमा आयो यस्तै छ हामी जाँदैछौँ होप श्रेयसले मेरो यो क्लिप चाहिँ नकाटिकन हालिदियोस् युट्युबमा होइन किनभने म यस्तो दुःख गरेर बोलिरहेको छु र यहाँ चाहिँ हाम्रो श्रेयस पागल हुन्छ सुन्यो भने म बोलेको ल यस्तो छ हामी फेरि अपडेट गराउँछौँ हजुरलाई ओके द्याट्स इट ओ बन्द कसरी गर्ने रेड थिच्ने श्रेयस माथिको बटन थिच्ने हो बन्द हजुर रातो त्यसो नि रातो बटन अब हिँड्दा हिँड्दै बाटोमा होइन आधी ग्रुप यता आधी ग्रुप उता बड भेटेन ठाउँ चाहिँ दामी छ यार यस्तै छ अब अहिले के गर्ने त तलतिर फोटो खिच्दैछन् एउटा गाइजहरू अर्को गाइजहरू माथि माथि एक्सप्लोरेसन फुल अन छ गाह्रो छ त्यहाँ केटाहरू एक्सप्लोर गर्ने बाहनामा त कहाँ कुन जङ्गलको भित्र ल्याइसक्यो भने चुप के बोल्छ यार हामी अघि आएको ग्राउन्ड चाहिँ ऊ त्यो हो खासमा त्यो सेतो सेतो तलको त्यो हल्का ब्राउन कलरको हजुर बोलाएको जस्तो लाग्यो फेरि होइन जस्तो लाग्यो ऊ रामोस भन्दैछ ल केटाहरूले फाइनली स्पट भेटिसकेको छ होइन स्पट इज राइट होइन केटाहरूको अड्डा हामी केटाहरू जम्मा होइन केटाहरूको अड्डा भन्थ्यो एउटाले त्यसो ब्रदर इज बिजी टेक्सिङ समवान स्पेसल आई डोन्ट नो हुम इफ इट्स नट मी देन हुम ब्रदर आम्मा कस्तो मस्किदिएको फेरि यो त ल ल ल फ्युचर वाइफ केटाहरू आउँदैछ उताबाट सुलु आउँदैछ वेडिङ यसो एकछिन यहाँ बस्ने रमाइलो गर्ने गफसफ गर्ने होइन अनि निस्किने होइन त लेट्स गो क्यामेराम्यान आइसक्यो क्यामेराम्यान माउन्ट एभरेस्ट चढेर भर्खर यहाँ तिनचुरेको माउन्ट एभरेस्ट चढिसकेको छ किन भन्दाखेरि गाइजहरूको फोटो खिच्नु पर्ने भयो त्यही भएर ल फोटो हान्नु भयो त अलिअलि रेडी ल साथी एउटा नयाँ ठाउँ हेर के देख्यौ ल के हो बे कस्तो क्रेजी यार क्रेजी होइन त क्रेजी हो त्यही भने आज रोजिना दोस्त चाहिँ धन्य तीन लट अब लडेन भने चाहिँ 3 लटसम्मै हुन्छ नभए 4 लटसम्म पुग्न सक्छ ओह्रालो एकदम रहेछ ओह्रालो एकदमै छ होइन प्राञ्जल दोष आयो
ल रोजी दोष राम्ररी आऊ है 15 15 15 15 15 15 16 16 16 ल 15 पुसअप हान्दियो यार पुसअप केटा हो पुसअप कमन म्यान मान्छे बोकेर हान्नु पर्यो मन त कति लागेको रहेछ भन्नु मात्रै पर्ने रहेछ ल ल फेरि एटलिस्ट 50 हान्दिन्छ नि फेरि एटलिस्ट 50 हो नि ल मान्छे बोकेर ल अनुहार देखाइदियो फुस यतिकै चाहिँ हानिन्छ है एटलिस्ट 50 हानिन्छ अब यति गरिसकेपछि हामी फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर गाइजहरू लाग्यौँ आफ्नो गाडीतिर फेरि गाडी चढेर सर है त लमजुङ्गे डाँडैमा हावा सर It's a fresh Let's back Come on swag Come on swag Come on swag Come on swag क्यामेराले लाग्यो के यसलाई ल अब यसै गरी हामी घुमाउँछु स्वा गर्दा गर्दै हामी यो कुन ठाउँ हो हामी इले बजार सबैको दिलमा छ तिम्रो माया हजार भन्दै उ दोस्ती मेरो फोन देऊ न यार उतै छ उतै ब्याग र उसको बिचमा छ मेरो फोन चाहिँ अब दादा पनि बाहिर निस्किँदैछ संसार जित्नलाई आहा के रहेछ त हिले भनेको कस्तो रहेछ त भनेर अनि सर्व हेर्दाखेरि चाहिँ मेन चोकमा चाहिँ हाम्रो यहाँ टुङमा छ है टुङमाको स्ट्यान्ड बिग स्ट्यान्ड सब कोहीलाई चाहिँ बिग सर्ट टुङमा हान्नु मलाई चाहिँ यही चोकबाट हान्दा पनि हुन्छ एकदमै ल्याभिस एन्ड बेस्ट टुङमा इन द टाउन यस सरस्की सर हामी हिले बजारमा सबैजना यहाँ भेला भएर बबालवाला डोनट यो भनेको चाहिँ स्वयं यो स्विजरल्यान्डबाट आएको डोनट हो कि त्यो अति दियो त कमाले मात्र मिलाउनु पर्छ गाह्रो छ डोनट चाहिँ खानु यार हामी लाइनमा बसिरहेको छौँ यार यहाँ मस्त डोनट खानलाई उही राम्रो ह्याप्पी बाइट हान्दो रहेछ यार केटाहरू त यार अरूलाई नि बाँड्छु ल अलिअलि खाजा हो मिसन सक्सेसफुल डब्लुज इन द च्याट भनेको यसले चाहिँ नबुझेमा होइन म फेरि कस्तो बुझिन्छु भन्दा आम्बो कसरी राखेर होइन त कसरी राखेर के बोल्छ What the fuck is wrong with you, bro? पर्सनल ट्रान्सलेटर हो पर्सनल ट्रान्सलेटर ए पर्सनल ट्रान्सलेसन हो होइन तिमी भन्न खोजेको पछि फर्की आम्बो कसलाई हो यस्तो ट्रस्ट गर्न गाह्रो चाहिँ तँलाई कसलाई भएको भन्दा तँलाई ल चिराइदिएर
नाकै रातो भयो जतिको मेरो एम छैन नि त होइन मलाई छिराउनु दामी आउँछ नि त होइन भन्नाले यसरी स्लो गर्नु त राम्रो छ नि त त्यो फ्याक्ट त्यो त एम राम्रो छ एम राम्रो छ एम अर्को त फेरि हेर्नु चप्पै छ यहाँ प्रान्त यसरी हेभी पार्टमा गेम सेम खेलेर होइन अब हामी चाहिँ डोनट गेम हानिसकेर आमा गुड नाइट हान्न लागेको छ कोबी भाडाको ठुक्क कोबी भन्नै बिर्सेछु आजको भिडियो आएको हो झुकेर छिरेपछि त्यस्तै हुन्छ कहिले केही छैन तर राम्रो प्रस्तुति राम्रो थियो तेरो अरा फाल्नु पनि राम्रो भयो होइन प्रसङ्ग दोष हेरेर मस्की छ दामी मैले चाहिँ देखिनँ के हेर्दा चाहिँ यिनीहरू तिमीहरूले चाहिँ देख्यो होला ल त्यस्तो भएर चाहिँ अगाडि चाहिँ यिनीहरू छुट्टै छ अगाडि छुट्टै छ अगाडि अनि अर्को छेउको फेरि एमसी नम्बर 1 त्यो यही बाटोमा हो क्या सबै दाइले कुदाउन दिने अरे मलाई कुदाम भने हुँदैन अब ओ माई गॉड डिजास्टर क्रिस आएछ अलवेज अब हामी फुड ब्लग हान्न जाँदैछौँ हेभी गुड फुड गुड मुड बनाउने हो रे होइन सबैजनाले यहाँको बारेमा एकदम चर्चा गरिरहेको छन् यहाँको खानाको बारेमा अनि अब यहाँ विराटनगर आएको छौँ यहाँनिर के अरे तल घर खाजा खान बुझे के गर्ने अगाडि यस्तो गर आज हामी जाँदैछौँ तले घर भनेर ठ्याक्क आइदिएछ अरे क्या ग्याङ आज ग्याङ रिभ्यू हान्न गइरहेको छौँ तले घर इन्स्टाग्राममै हाल्ने हो इन्स्टाग्राममा हजुर गोपी र गोपिनी चाहिँ भेटिसकेका छन् यस्तो छ दामी छ है अमर डेभिड दोस्त अनि त्यसपछि प्रसङ्ग दोस्त ट्याकको यहाँ पुरै एक्सप्लोर हान्दैछौँ है यो होटलको भित्रतिर You can see 20 houses here. के बोल्छ इङ्ग्लिस बोलेको कि के बोलेको बे तल्ला घरको माथि घर त डेन्जर रहेछ तल ओए तल घर त God damn bro This is right man, this is right. You know what I'm saying? सलाई पनि पढायो गुड प्लेसमा हामी बसिसकेपछि सबैजनाले फुड अर्डर गर्दै हुनुहुन्छ होटेल तलेगाउँ तलेघर होइन तलेघर एट तनकुटा अब चाहिँ खानाहरू अर्डर गर्ने अनि ज्याकी ज्याम कस्तो खाने छ भनेर आहा चाख्नुपर्छ पानी आयो सिलिन्डर पानी यो क्लिप जाने पछि यो क्लिप गएन भने म भ्लगै हेर्दिनँ है हजुर कम होइन धेरै पनि नहालिदिनु स्वादिलो रसिलो पोसिलो होइन चटपट खाएर हुन्छ चटपट टेस्ट हान्नु कस्तो छ खाएको जस्तो नभएर फेरि आम्बो छैन यसलाई चाहिँ आउट अफ 10 मोडरेट गर्न चाहन्छु 4 खोइ किन त्यस्तो सुक्खा ओसे टाइप्सको है अमिलो कागती हाल न
यस्तो युजमा आउँदाखेरि अब प्रब्लम आएको होला ठिक छ नेक्स्ट टाइमदेखि सुधार गर्नुहोस् है यो कुराहरूमा ल तिमीहरूको अलिकति त्यो के खान्छ नि अनेस्ट रिभ्यू आयो अनेस्ट रिभ्यू के पकोडा हो पर्क पकोडा हो खाम पकोडा ल अब खाइन्छ है जाम्मे पोर्कायो धन्यवाद मिठो खानामा तिम्रो चाहिँ के हो रिना कुन जुस हो एकदम लोकल मलाई मासु खाएको छौ नि त फोटोमा त पठाउ त कस्तो लाग्यो गाइस होला अघि पो खाएको त अहिले कहाँ खाएको म खाएँ नि दोस्त खाएँ खाएँ यार झुक्केर होइन पर्क कस्तो लागिरहेछ पोर्क चाहिँ मिठो छ यार मिठो छ सबैजनालाई मिठो लाग्यो अरे अति गुड थ्याङ्क यू चटपटेमा अलिकति नुन हल्का कम्प्लेन आयो तर पोर्क चाहिँ बबाल अब सकिहाल्यो यहाँ पोस्ट भइसक्यो उसलाई अब यसै गरी हामी च्याक्क लाएर खाएर चाहिँ निस्किसक्यौँ होइन झ्याममा लाएर बस्तीतिर गएर चल्दिङ्स म यहाँ भर रन हान्दै होइन विराटनगरको दुईवटा हिरोहरूले ट्याक्क स्पट हानिदिइहालेँ क्या फेरि मैले आम्बो एउटा फेरि लासोवाला हो अर्कोको त कुरै नगरौँ न धुरन्धर धुस एन्ड द भेन्ता एन्ड धुस यो त रत्न पार्कबाट ट्युन पनि रत्न पार्कबाट तामाङ होइन डेभिड तामाङ तामाङ सिङ्गल गर्ल्स होइन कन्ट्याक्ट सिधै कन्ट्याक्ट डेभिड थर तामाङ होइन अनि अब यहाँ गफ गर्दै होइन अब यो तामाङसँग होइन तामाङसँग सोलो लस्सो हान्दै स्मार्ट अर्को विराटनगरको हिरो क्या ठक्क हेर्नु ल लुक्स हेर्नु लुक्स नेवारी मै चार्ज कन्ट्याक्ट हिम फेरि नेवारी मै चार्ज कन्ट्याक्ट प्रसङ्ग श्रेष्ठ 969252299 नम्बर पनि दिन्छ टेन्सन क्यालकुलेटर काट्न होइन टेन्सन भयो भर्यो केटाले ड्याङ फेक अकाउन्टबाट यो हान्नु न त फुटी ल आउँछु लोकल फुटी म पनि फेरि कुद्दै थिएँ म पनि ठ्याक्कै म पनि स्पट तपाईँ हेर्न सक्नुहुन्छ उहाँको ट्रिप देखेर उहाँको ट्रिप विराटनगरको डिपी वान अफ द डिपिएस्ट बोय इन द टाउन काठमाडौँको पनि तो देख सक्नुहुन्छ सिधै राल्फ लरेन अनि त छोकी हो प्लेटफर्म अस्ट्रेलिया आमा खाया गरौँ न कटोगरको लागिरहेछ ए इभ्यालुएटिङ हैन के भन्छ बडी यो चाहिँ भर्टिकल खिच्न भर्टिकल हैन यो बन्दै गरे ल हामी दो भाइ दोनों भाइ वाला हामी भ्याङ यस्तो के साथीहरु जाने टक्क हामी भ्यू हेर्न सक्नुहुन्छ दामी भ्यू छ है भोपाल छ है ल यार लङ टाइम पछि हामी भेट्यौँ ल यार दामी भ्यू यार ब्रोलाई भेट्यो यार हैन हाम्रो धनकुटाको काबेली सन्धि हैन ल नाच्दै एक्सट्रिम ड्रिङ्क सँगै ट्याक्क लाएर अब कपाल कट चाहिँ किन यस्तो फेरि सम्झेको यस्तै छ है ल उता सबजना सिए खोइ यहाँ खाता मिलाउनु पर्ने हो भन्दैछ केटाहरू टा भनेर आइरहेछ कसम भर्खर मैले जे देखेँ होइन यस्तो हाँस उठ्दो थियो
म ठ्याक्क अब यो त हाम्रो पछाडि थियो नि त खासमा ठ्याक्क लास्टमा टोइलेट गएको थियो अनि निस्केको थियो अनि हात धुँदै होला नि त म र आमा अगाडि निस्किसकेको थियो ठ्याक्क अगाडि त्यो क्याबिनतिर के अरे पैसा तिर्ने ठाउँतिर अनि सबजना अब के अरे खोइ अब यहाँ कति भयो के भयो होइन सी साहबले बोलाउ नि त भन्छ म चाहिँ के भन्दैछु यार पछाडि टोइलेटबाट गएको छ हात धोएर आउँदैछ ट्याक्क एक स्टेप बाहिर टेक्यो कि यस्तो माथि हेर्छु दुईजना फाडी गाडीतिर हानिदिरहेको रहेछ कि अब यस्तो सीको काम बिल काट्नेमा होइन नि त बिल काटेपछि आएपछि सीको काम सुरु हुने हो क्या त्यही भएर केटाहरू बुझ्नु छिटो अहिले गेट बन्द गर्ने हो आएर वाइल्ड हँसा यार तिमीहरूले यतिको रमाइलो हानिसकेपछि अब हामी गाडीमा हुन्छ र हाम्रो अनुहार राम्रोसँग देखिँदैन त्यही भएर अरेन्ज घर अरेन्ज टोल होइन त्यो पनि ए ल म आमोसले दिन्छु नि त खिच्नलाई अहिलेलाई चाहिँ घडीमा कति बज्यो त डेभिड 555 होला ओए 525 चाहिँ भाग्कै हो क्या 525 चाहिँ भाग्कै हो 5:25 ओइ त्यो उनी आएन यार लाइटै पुगेन जस्तो ओहो ल अब यसै गरी हामी चाहिँ नि कता हो यो तमोर खोला सरर ब्रिजबाट गर्दैछौँ है गाइजहरू सबजना यता छ हाइप डप होइन ऊ चाहिँ गेमन के भयो सुलो दोषलाई लगाहरूले मलाई आज पागल बनाइदियो के गर्छन् क्रेजी रमाइलो भयो आज आज क्रेजी रोइला राजा क्रेजन गुड अघि मैले इन्फर्म गरिसकेको थिएँ तर पनि पालन दाइले चाहिँ पर्सनली भेट्नुपर्छ भन्नुभएको थियो अघि हाई मात्र गर्नु पनि त होइन उता गाडीबाट अनि भोलि पार्टनर आउँदै हुन्छ अरे पर्सनली भेट्नुपर्छ दाइसँग हुन्छ ल ठिक छ ब्लगमा देखाउनुपर्छ अब चाँडै शीघ्र आउनेवाला छ यसै गरी चाहिँ हामीले अब यहाँ भेटारमा क्विक स्टप हान्दैछौँ अनि गाइजहरू अब हल्का यहाँ डिस्कसिङ हान्दैछ भेटारमा आइसक्यो केटा हो के छ त अब भनाइ तिमीहरूको भन्दै होइन सबै कुरा ओके छ मजा आयो बल्ल तिमीलाई के चाहिन्छ भन्दै चाहिँ हामी चाहिँ च्याक्क लाएर अब इटरी पुग्यौँ होइन इटरी बजार आयो इटरी आयो ल केटाहरू रमाउँदैछन् लेट्स गो अब यसै गरी सर्ट ब्रेकको लागि हामी पान खाने ब्रेक हुँदैखेरि हामी हिरा स्विट्समा ह्याप्पी पिस हान्नलाई रोकेको छौँ होइन पान पनि खाने साथसाथै यता उता अगाडि पान पसल छ साथी लिन गइसकेको छ गाडी यहाँ छ अब पान ह्याप्स हानेर होइन हामी दुबई आइसक्यौँ अनि चल्दिन्छ त्यसपछि च्याक्कलाई पान आयो अनि ह्याप्पीवाला हाम्रो पान तपाईँ देख्न सक्नुहुन्छ यसको सेप देखाइदिउँ अब वापै हान्यो नि त मुँह में फिट नहीं आएगा भने भन्दै त्यस्तै ल कस्तो छ त पान A1 पान पात पनि एकदम पातलो हैन अब दुईले कल गरेको बेला दुईले कल अब के भन्नु कहाँ पुग्नु म के भन्छ कसमा पर्छ ओके छ पिम्पल हेब्बे आज आमामा त्रिनेत्रै खुल्न लाग्यो क्या हो यस्तै छ हैन अब गाइजहरु दुई बडा त यस्तो छ हैन राम्रो हो नि रातो चोकवाला चाहिँ हाल्नु पर्छ है ल आज नाकवाला चोक ढुक्क सब आउँछ आज सब यस्तै छ ल बुम र खाइदियो अब तर पान खाइके त हम त नेपाली बोल्नु भएन न मधेसी बोल्नु पर्यो दिनु पर्यो भैयाजी
पान खाई के तो नेपाली नहीं बोले छे। नहीं भाई हम तो बिहार से हैं ना। हाँ जी हम तो बिहार से आए हैं ना। हाँ ये दूरी बाजार है, आप देख सकते हैं ये। हाँ इतना बड़े शानदार। हाँ जी ये तो बिहार का पान है, जरूर ट्राई करिए। दुबी में है। हाँ बढ़िया से बहुत बढ़िया है, टेस्टी है। करिए ये करिए टेस्ट। ये बढ़िया। नेपाली नहीं है। हाँ मैं त्यस्तै छ ल सी यू गाइस अब बिराख्न नेक्स्ट अब यति भन्दै दुबई भन्न आएछ अब इन्टरनेसनल ट्रिप्स होइन दुबई काइन्ड अफ सिट चाहिँ होइन फेरि दुबी हो यो चाहिँ अब दुबीलाई बाई बाई भन्दै पान चपाउँदै बनिया चाहिँ होइन मिठो 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 खाएर होइन या म्यान भन्दै हामी अब बिराख्नतिर लागि everyone, please have attention, please. Hi guys, अब हाम्रो चाहिँ आजको टुरको हामी एन्डिङ पोइन्टमा आइसकेका छौँ। हामी सबको मुखमा पान छ, मुख रातै छ। श्रेयस मुख देखाइदेऊ श्रेयस। यसको मुख हेर्नु न यसको मुख जिब्रा। यसको त पान होइन त जिब्रा ए होइन अब हामी चाहिँ हाम्रो भ्लग यही एन्ड गर्न चाहन्छौँ र हामी फेरि अर्कोचोटि यसरी नै घुम्दाखेरि हजुरहरूलाई फेरि अपडेट गराउँछौँ नेक्स्ट इयर नगर्ने पनि। ल गाइज हाम्रो भ्लगको एन्डिङ ल ओके बाइ 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 दामी धन्यवाद